पछि सो आजबाट चाहिँ म ट्राई गर्दैछु भ्लगिङ सो लेट्स ट्राई सो आज हामीहरू जाँदैछौँ हाम्रो ठाउँको नाम के थियो आज हामी जाँदैछौँ लिली वफल हामी बजार जाँदैछौँ को भनेपछि म अनि यो कमला अनि दुईटा चाहिँ अगाडि छन् दुईटा अनि एउटा चलाउँदैछु गाइज यसको लुकलाई पनि रेट गर्नु यसकोलाई पनि है 10 आउट अफ कति सबको यो धेरै शर्माउँदैछु आफ्नो लुकबाट मन पराएको छैन यसले आफ्नो लुक म यति 72 ब्लगर छु मलाई थाहा छैन कसरी हो यति 72 ब्लग मेरो आवाज यति 72 छ कसरी भनौँ अनि यो चाहिँ आफ्नो लुकलाई भन्नु रोजी बेटा इधर नजर मारौँ रोजी बेटाको एक क्या नर्मली यो हुन्छ क्या एक को लुक म देखाउँदैछु तर यति शर्माया छु कि मैं शर्मा के कह दूंगी वाला सीन छ यता गाडी जाँदैछ केटीलाई छेड्दै छ यसलाई बुढी भन्दै थियो बिचारीलाई यसले गाइस यसले बिहे गरिसक्या रहेछ उफ मलाई इन्भिटेसन पनि दिएन यति 72 साथी छि भन्दै थियो कि छोराछोरी मात्र नजन्मायो बुढी चाहिँ प्लान गर्छ अनि यो थोडा यसको जेन्डर चेन्जै रहेछ केटीमा यिनले बिहे गरेका छन् मलाई थाहा छैन म कस्तो 72 वाला भ्लगिङ गर्दैछु तर म ट्राई गर्दैछु ल कमला हजुर पनि के भन्नु ल गाइस क्यामेरामा एक्सक्युज मी हेलो गाइस सो अब मलाई थाहा छैन देखि नै छ कि छैन भन्ने कुरा अरू म त्यति राम्रो होइन एक्ज्याक्ट यो रोडको नाम के हो पागल मूर्ख सो यो रोडको नाम कुछ त यो रोडमा पुगिहाल्यो हामीहरूको प्लान छ आउने बेला यो रोडमा फोटोहरू खिच्ने आई थिङ्क खिचिहाल्ला अनि चाहिँ हामीहरू जाँदैछौँ अहिले हामी चाहिँ सो हामी जाँदैछौँ यो रोडको दिनमा कि अनि यहाँ पुगेको छौँ और कमलाको धेरै मेहनत लाग्दैछ बिचारी कमला ओइ मिडियम रह न उनीहरू धेरै टाढा पुगिहाल्यो हामीभन्दा हामी चाहिँ एकदम पछाडि छौँ अनि एक खतरनाक कुरा कि रोड एकदम खाली छ त्यति धेरै उ छैन रोड एकदम लाइक खाली यिनीहरूको स्पिड धेरै हुँदैछ ल ए तेरो ह्याङ्की हो बिहान यति धेरै किन शर्माया ए पछाडिवाली लड्की शर्मा गई त्यही त अनि देखाएछ उसै पनि सुरिक्षा भनेपछि चिनिहाल्छन् ब्रो तिमी टेन्सन नगर्नु आज म 72 ब्लगर बनाएको छु गाइस सरी ल मेरो ब्लग चाहिँ फुल हेर्नु होला है त फुल ब्लग एकदम ए ज्यादा मुख चला आई नो म कति 72 छु त्यही पनि आई नो बिचबाट काटे छु म जाउँ चला मुख फोडिदिनु सो गाइस अब हामी यहाँ पुग्छौँ 4 बजे पहिला तेरा पर्छ सो गाइस टाइम हेर्न सक्नुहुन्छ धेरै लेट भयो हामीहरू 12 बजेका हो यसले चाहिँ 2 बजे काम काम भन्नाले ब्रो भइहाल्यो नभन यति को त्रिवेष्टि छाड पुग्यो त्यसलाई उतारिदिनु सो गाइस हामी यहाँ चाहिँ 12 पुगिसक्यौँ मान्छेहरू हल्का फुल्का घुर्दै हामीलाई रोइदिउँला एकचोटि सबै मिलेर ओइ ब्रो यो हो र जिपर कहाँ
सो गाइस हामी फाइनली कहाँ पुग्यौँ यो नाम हो जिपरका सो हामी जिपरका पुग्यौँ यो मामाको घर मिन्स सबैको मामाको घर मेरो मात्र होइन कि यो हो जिल्ला प्रहरी कार्यालय हो सो हामी यता पुगिसक्यौँ हामी फाइनली छिर्यौँ सो गाइस फाइनली हामीले चाहिँ लिली वफलबाट निक्लिहाल्यौँ वफल खायौँ अनि यता चाहिँ चिलमा हिँड्दैछ रोजी चाहिँ चिलमा हिँड्दैछ हामीहरू पनि चिलमा हिँड्दैछौँ अहिले हामी हिँडेर जाँदैछौँ अब हामी जान्छौँ के खान जाने ओए रोजी के खान जाने अब सो अब हामी खाँदैछु चाउमिन खाना सबजना चुपचाप चाउमिन मगाऊ चुपचाप बस पैसा पऱ्यो भने मेरो पनि पैसा खत्म भयो ओ माई गॉड सुधु रोइरहेको साथीको मिल्दैन एक मोमो साथीको मोमो कति मिल्छ एक आडी एक चुपचाप चाउमिन खाऊ न इरिटेट जन पाडो चुपचाप चाउमिन खाऊ चाउमिन तो गाइस हम फाइनली चाउमिन को दोकान चाउमिन खान आइसकेका छौँ कपडा मेरो रोजीको आउटफिट मेरो आउटफिट टिकटक होइन यो मेरो ब्लगिङ हो यो रिसमा चाहिँ यो कमला भइहाल्यो कमला जी हेलो यो हामी चाउमिन खान आएको छौँ चाउमिनको दोकान चाउमिन हाल्यो यता फाइट हुँदैछ त्यो लागि तिनी बोल्सहरूको लागि बहिनी जन गर्नु प्लिज म खोज्नु फास्ट छौँ लेन यता सुधी चला ले नै छ भित्र छ दे त उसले यो चोरी गरिहाल्यो बहुत बत्तल तरिकाले मैले सब यसकोबाट कमला नखाने रहेछ त मैले मम्मा यो चोरी लागि मेरो भागबाट खायो म मान्दैन हामीले गाडी सँग भाग्नु दौदै छु चोरी सो गाइस अब हामीहरु जाँदै छौँ सुरक्षामा पुगिसके अनि म हिँड्दै छु सो अब हामी रोड क्रस गर्दैछु कसरी गर्ने मलाई थाहा छैन मामी भागो हामीलाई त सामान देख पुरा गाडी जोक मेरी होली बाजी सकती ओह माय गॉड हां या सो गाइस हामी घर चाहिँ आइहाल्दैछु मलाई अब हामी कहाँ पुग्यो अहिले चौराइ पुगिसक्यो नि ए अब हामी बसन्तपुर पुगिसक्यो फाइनली चौराइ पुग्नु थोरै छ देन दुईटा मान्छे पुरै रिसाएर भागिसकेका छन् अनि हामी छेउमा छु भाइ यिनीहरूको के मुड मलाई चुलमा छ नि अहिले हेर न म किनेहरू खालि रिसाएर भाग्दैछन् कि धेरै टाइम मेरो लिटरली कति भएको छ म टाइम भन्छु है एक्ज्याक्ट टाइम भएको छ 6:17 यतिमा यिनीहरू एक्ट गर्दैछन् रिएक्ट गर्दैछन् कि ओ माई गड लेट भ्यालु घर जानु छ रिसाएर भाग्दैछन् म बेला छिल्मा भाइ रिसाउ भाडमा जाऊ हाल नि के हो ब्रो के खै मलाई थाहा भएन त्यसको त्यो अलग थियो कराटे छुट्यो भनेर सुरक्षा बिलाइक फायर मेरो कराटे छुट्यो आम बिलाइक सिरियसली मलाई फरक पर्दैन सो अब हामी जाँदैछौँ कुछ ज्यादा ओभर रियाक्ट मार्दैछु आई नो अबाउट द्याट और गर्मीले मेरो हालत खराब भइसक्यो अहिले चाहिँ मैले फाइनली आउने बेला साइकल चलाएको थिएँ सो अब हामी जाँदैछौँ हामी धेरै टाइम त भएको छैन सो हामी जाँदैछौँ इन दुईवटा